सो फाइनल्ली हामी माथि नर्थ एबिसीको यहाँ बेसमा आयौँ होइन। अब यहाँबाट हाम्रो चाहिँ नि कल्ल ट्रेक स्टार्ट हुन्छ। हामी यहाँसम्म गाडीमा आयौँ। यहाँ आउने त्यो यस्तो चिसो छ, यहाँ कुरा छोड्नु होइन, लास्टै चिसो छ। अब यहाँबाट हाम्रो चाहिँ नि हिँडाइ सुरु हुन्छ। हेडिङ टु आवर भुस्केट मेला आज। अब एकछिनमा खाना खाएर हाम्रो चाहिँ नि 5-6 आवरको ट्रायल छ, ट्रेल। लेट्स सी है। ल सिट्युन। ल बाई। हेलो हामी चाहिँ नि जीवनमा खाना नखाने भनेर नास्ता हाम्रो यता छ, त्यसपछि जिब्बे छ होइन। नेहन हामीले खाना नखाने भनेर यहाँ अर्कै व्यवस्था गरेको। अब लेट्सी हिमाल देखिया, हिमाल मजाको देखिया छ है। ल अब यो खान्छौँ पहिला, त्यसपछि माथि जान्छौँ है त। सो हामी अब माथि भुस्केट मेलातर्फ जाँदैछौँ होइन। अब यहाँ सिडी रहेछ जीवनमा। अरू खाना खान रोकिएको छैन, हामीले खाना खाएनौँ, खासै भोक थिएन अरू खाजाहरू खायौँ। अब माथि भुस्केट मेला यहाँबाट अराउन्ड 5-6 आवर्स छ। लेट्स सी। हामीलाई बिन्दास फोटो खिच्दै जाने हो आनन्दले, आनन्द पिस होइन जीवन। यस ल है त, नजारा एकदम दामी छ फेरि। ओके हेलो, हामी चाहिँ नि यहाँ बाटोमा यस्तो दामी सिन भन्नु पऱ्यो होइन। खोला यस्तो पुल रहेछ, यस्तो हल्ले थियो, हल्का डर लाग्ने, तर दामी मजा आयो पुलमा। यहाँ फोटोसोटो खिच्यौँ। अब हाम्रो यहाँ डाँडा त यस्तो स्टिप छ कि यस्तो ठाडो बाटो छ। लेट्स सी कस्तो हार्ड हुनेछ यो बाटो। अब हामी माथितर्फ जान्छौँ है त। ल ओके स्टे ट्युन, इन्जोय गर्नु होला। हेलो, म चाहिँ अहिले यहाँ खोलाको पानी भर्न जाँदैछु होइन। अब आवाज आएको कि आएको थाहा छैन। यस्तो क्लियर वाटर छ, यस्तो क्लियर। हामीलाई मिनरल वाटर किन्छ यो, यसमा बढी मिनरल छ बरु। वेस्ट है एकदम क्रिस्टल क्लियर भन्छ नि यसलाई, क्रिस्टल क्लियर है। म यहाँ पानी भर्छु। हामी अब माथि जाँदैछौँ। लेट्स सी, आज मजा आइरहेको है। बिस्तारै फोटो खिच्दै हामी इन्जोय गर्दै माथि गइरहेको। ओके सी यु सुन, बाई। सो हामी हिँड्दा एउटा दामी झर्नामा है। यस्तो बवाल छ त्यो झर्ना, यस्तो बवाल छ। कस्तो जीवन त्यो झर्ना दामी छ। यहाँ खोलाले गर्दा आवाज जान। ओइ पुल खतरा हल्ले आयो। यो पुल चाहिँ फेरि जान्ने हल्ले आयो फेरि। ओए माग, यो पुल त फेरि खतरा हल्ले आयो, पुल खतरा हल्ले आयो। यस्तो दामी झर्ना छ, यस्तो दामी झर्ना छ त्यहाँ है। म नजिक गर्दै आउँछु। यस्तो बवाल छ, माथि आएको। यस्तो दामी भ्यू छ, यस्तो दामी। अहिलेसम्म यस्तो मजा आइरहेको नि। अनि झर्ना चाहिँ नि फेरि बढै छ है, बढै छ। नो एनी डाउट। हेर्नु सक्नुहुन्छ है क्या कडा भ्यू छ भन्दा, यस्तो कडा भ्यू छ। सो हामी चाहिँ नि माथि टपमा भुस्केट मेला आइसक्यौँ होइन। अनि अब आएर ठ्याक्क सुत्न लागेको, सुत्ने तयारीमा छौँ। अब यहाँ केटाहरू चाहिँ नि अब यहाँ सुत्नलाई रेडी छ। अब मान्छेले आउने छ नि यहाँ सुत्ने भनेको। हामी खास 4 जनाको क्यापासिटी हो, तर यहाँ 5 जना सुत्ने भन्ने चाहिँ कुरा भएर चाहिँ नि यहीँ सुत्न लागेको। अब रातिको 11 जस्तो बजे अब चाहिँ आउँदा यति थकै लाएर केटाहरू हाँस्यो। जे कुरा पनि हाँसेको जिब्बेले हिँड्न सकिन भन्छन्। यो बल्ल आइयो, तर एकदम एक्सट्रिम। अब के अलि ढिलो हिँड्नेछ, त्यही भएर अलि हामीलाई अलि हार्ड भयो, टफ भयो। ल गुड नाइट गाइज। अब भोलि बिहानै मैले हजुरहरूलाई चाहिँ नयाँ भ्लग हाम्रो डे 1 यहाँ सकिन्छ है। ओके बाई। डे 1 चाहिँ खतरा इन्जोय भयो है हाम्रो। ल बाई। सो हेलो हाम्रो चाहिँ अब डे 2 स्टार्ट भयो है। बिहानै अहिले भर्खर बिहानको 6 बजे होइन। अब चाहिँ अब भर्खर 6 बजे भर्खर केटाहरू उठे। अब हिजो जे पोजिसन थियो सुत्दाखेरिको त्यही पोजिसन केटा हिजो जुन पोजिसन आएको थियो त्यही पोजिसन
अहिले अब चाहिँ हामी माथि उस लेक जल लाग्यो रेडी भयो यहाँ हिजो हामी टेन्टमा सुतेको थियौँ हिजो राति थियो भने देखाउन अलि देखिया थिएन अब ठिक छ अहिले बाहिरको मैले भ्यू देखाउँछु है ओके बाई यहाँ सौरभ र म यहाँ चाहिँ नि तातो पानी खाँदैछौँ है यहाँ चाहिँ नि ट्याक्का माथि फेरि हिमाल छ है फेरि खतरा हिमाल ट्याक्का तातो पानी खान्छौँ पर ग्लास 20 रुपिज है हट वाटरको अब ट्याक्का माथि बेसतिर जान्छौँ यहाँ हाम्रो यहाँ सब्यू हाम्रो यहाँ नेताजी पनि हुनुहुन्छ प्रमोदजी केही भन्नु न भ्लगमा पछि के भन्दाखेरि यहाँ चाहिँ एकदम दामी छ मौसम चाहिँ होइन चिसो छ जस घुम्नलाई चाहिँ एकदम राम्रो ठाउँ छ है एकदम एकदम वर्थफुल छ एकदमै एकदमै ढुक्क ल है त ल अब फेरि हामी अहिले माथि माथि जान्छौँ ट्याक्का दामी चाहिँ नि देखाउँछौँ यहाँ हाम्रो मनिषाजीको पनि यहाँ भर्खरै उठ्नु भएको छ खै यसो हेरिदिनु त भ्लग भाइरल हुन्थ्यो कि हजुरले हेर्ने थियो ल हेर्नु 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 मुख नदेन क्या ल यहीँ हुनुहुन्छ मनिषाजी कस्तो राम्रो देखिनु भयो अब चाहिँ नि हामी माथि जान्छौँ है हिमाल छ पछाडि यो हिमाल छ है जताततै ल ओके केटाहरू चाहिँ नि यहाँ टेन्टभित्र चाहिँ नि ए उठाऊ यहाँ टेन्टभित्र खाने केटाहरू हामी चाहिँ नि हो यो टेन्टमा सुतेको थियौँ अन्त केटाहरू यहाँ यतातिर सुतेको छ नि केटाहरू हुन मैले अघि देखाइसकेँ ल ओके बाई सो हामी यहाँ चाहिँ नि माथि ट्रेकको लागि चाहिँ नि यहाँ माथि लेकको लागि जाँदै थियौँ बाटोमा छौँ नर्थ एबिस बेस क्याम्प यस यस बडी यस योडी भाइ Here the my boys here. ल अब चाहिँ ट्याक्कै हिमालको भ्यू हेर्दै है हिमालको भ्यू छ पुरै मजा आइरहेछ होइन ल journey might be tough ल but destination is more beautiful हाम्रो फेरि उता एकदम इन्टेलिजेन्ट पर्सन बोइमा जोडिन्छन् मनसुन देव खात्रे भने यस्तै साथ फ्रेन्ड्स भने हाम्रो यहाँ महेन्द्र बहादुर छेत्री ल ओके अब माथि जान्छौँ हामी बिस्तारै बिस्तारै है ल ओके टिउला सो हेलो हामी माथि जाँदैछौँ यहाँ बल्ल हाम्रो पहिलो घामको महसुस गर्दा यहाँ हामी घाम ताप्दैछौँ केटाहरू यहाँ रमाइलो छ हाम्रो अरू ग्याङको मेम्बर्स पनि यही छन् केटाहरू कुनै जुत्ता काटेछन् कुनैले यहाँ उभ्या छन् कुनै यहाँ चाहिँ नि फ्या गरेका छन् म भने अलवेज फेरि एक्टिभ फेरि अलवेज फ्रेस जस्तो थाक्दैन लाइफमा आसी जस्तो हुनु पर्यो नथाके तर म आतिरलाई हिल्ला कति मान्छे छ यहाँ मस्तको हिमाल छ 1 घण्टा एउटालाई सोधो 2 घण्टा अर्कोलाई सोधो 5 घण्टा अर्कोलाई सोधो 1 घण्टा त्यो हुँदै जान्छ त्यो भन्दा आफ्नो डेस्टिनेसन राखेर आफू मस्तले हिँड्नुपर्छ मस्तले सो फाइनल्ली हामी यहाँ चाहिँ नि माथि पञ्चकुण्ड लेकमा आइसकेका छौँ स्नोफल त त्यस्तो मतलब हिउँ त त्यस्तो रहेन तर अलिअलि रहेछ ठिक छ यसैमा चित्त बुझाउँछौँ माथि बेस क्याम्प जान्छौँ कि नै थाहा छैन ल यही हो है पञ्चकुण्ड आउने मान्छेहरू नराई आउनुस् बाटोमा जसले जे पनि भन्छ कसैलाई नसोधिकन आउनु एकदम यो इस्टिमेटेड टाइममा आइन्छ है यहाँ जति जे भने पनि इस्टिमेटेड टाइममा आइन्छ ल अब चाहिँ नि म अहिले चाहिँ नि लेकको भ्यू देखाउँछु अब हामी यहाँ सो हामी लेकको बिचमा यहाँ चाहिँ नि बिच जस्तो अब यहाँ पानी सुकेर अब के भन्ने आइस बनेर रहेछ ठ्याक्कै लेकको सेन्टर जस्तोमा छौँ मजा आइरहेको यहाँ केटाहरू यहाँ छन् होइन अब माथि हामी बेस क्याम्प जाने प्लानमा छौँ लेट्स सी कस्तो हुन्छ अब यतै जानु होला है अब यहाँ फोटो खिच्छौँ हामी सो फाइनल्ली आई डिड इट वी डिड इट केटाहरू आउँदैछ सबसे फर्स्टमा भइयो है होइन
केटाहरूलाई स्यालिँदै दही मही घिउ दुध खा भनेको खै ताकत भएन केटा जिम जिम भन्छन् खै जिम बोयको अब भ्यू यस्तो म चाहिँ नि अन्नपूर्ण बेस क्याम्प है अन्नपूर्ण बेस क्याम्प म चाहिँ फर्स्टमा आएँ केटाहरूभन्दा 360 हिमाल दामी 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 यहाँ मनसुन आइसक्यो अरू त अरू तलै खेल ल यहाँ भ्यूको मजा लिन्छौँ फोटोसोटो खिच्छौँ है रेडबुलको स्पोन्सर हो है फेरि मनसुनसित रेडबुल पनि छ रेडबुल स्पोन्सर बाई रेडबुल त्यही भएर हामी यत्रो स्पिडसँग यहाँ आउन सकेका छौँ होइन ल गाइज अहिले मैले देखाउँछु भ्यू